ल हेर्नु सैनिक सङ्ग्रहालयको भिडियो। नेपालको सङ्ग्रहालय संरचना। ल हेर्नुहोस् हेलिकप्टर देख्नुभयो होला। ल राजा महेन्द्र चढ्ने गाडी सररै कति राम्रो छ। ल हेर्नुहोस् त। ल हेर्नुहोस् सैनिक सङ्ग्रहालय हजुर। प्लेन हेर्नुहोस् नेपाल आर्मीको प्लेन पहिलाको। अनि मेरो बाबा पनि नेपाल आर्मी। अब उतापट्टि चाहिँ अहिले चाहिँ हामीलाई भित्र अहिले पछि जाने। प्लेन सङ्ग्रहालय नेपाल आर्मीको सङ्ग्रहालय सबैले हेर्नुहोस् गाइज। सङ्ग्रहालय यस्तो बवाल छ नेपाल आर्मीको सैनिक सङ्ग्रहालय हो यो। यहाँ विभिन्न प्रकारका चाहिँ हात हतियारहरू। मेरो छोरी आजै हाई गर्यो सङ्ग्रहालय घुम्न आएको छ। अलि पर जाऊ तिमी उता परतिर जाऊ है त। ल हेर्नुहोस् नेपाली सेनाको सङ्ग्रहालय। तपाईँहरू पनि घुम्न आउनु होला कृपया। यो चाहिँ छाउनी हस्पिटल नजिक जोडिएको छ सैनिक सङ्ग्रहालय। म्युजियम सङ्ग्रहालय हो। भित्र अब हामी सङ्ग्रहालयभित्र प्रवेश गर्दैछौँ। हेर्नुहोस् सबसे पहिला त्यहाँ छ पृथ्वीनारायण शाहको मूर्ति देख्नु भइरहेको। हो ल सैनिक सङ्ग्रहालय। आई छोरी यता। सङ्ग्रहालयको भिडियो हेर्नुहोस् है गाइजहरू। सैनिक सङ्ग्रहालय तेरो प्यार में कोई जाने भित्र खिच्न दिँदैनन् नि होइन। भिडियो गर्न दिँदैनन्। ल हेर्नुहोस् गाइजहरू नेपाल आर्मीको पुरानो प्लेन NH-014 प्लेन। ल हेर्नुहोस् त कति रमाइलो छ सैनिक सङ्ग्रहालय। तपाईँहरू पनि घुम्न आउनुहोस् है गाइजहरू सैनिक सङ्ग्रहालय। सर घुम्न आफ्नो परिवारसहित बालबच्चाहरू लिएर सङ्ग्रहालय सैनिक सङ्ग्रहालय म्युजियम छाउनी नजिकै जोडिएको छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ घुम्नलाई। ल हेर्नुहोस् खाने ठाउँ पनि छ सङ्ग्रहालय। ओके अब हामी प्रवेश